सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने राज्य आतंक फैलाउने चलनको अन्त्य गरियोस्। त्यो भन्न के अरे अतिक्रमण गरिराख्नुहुन्छ होइन। अब सुकुम्बासी बस्ती भनौँ न अब होइन, त्यस्तो गरिराख्नुहुन्छ र त्यसमा चाहिँ कस्तो रहेछ भने यो भूमाफियाहरू लाग्या हुँदो रहेछन्। अनि सोझा साझा मान्छे त गाउँबाट आएको मान्छेलाई है यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ यसले फल्नाले गर्यो भने त केही हुँदैन हामीसँग भनेर चाहिँ भन्दा रहेछन्। अनि हामी जान्छौँ, जाँदाखेरि अब धरानमा भर्खर आएको मान्छे बसिरहेको हुन्छ है, कुनले बस्नु लाग्यो त भन्दा उसले मरिगयो भन्दैन। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरू एउटा गिरोह नै छ। त्यो गिरोहले चाहिँ त्यसरी चाहिँ गरिरहेको छ। त्यसलाई मैले चेक एन्ड ब्यालेन्स गर्दैछु। यो फेरि चलन भनेको चाहिँ कस्तो भने धेरै पुरानो चलन छ धरानमा। त्यो ठुलो समस्या पनि यो। अब खोलाको तिरमा गएर 2-4 टहरा बनाए त्यहाँ बसे मार्फत चाहिँ पछि गएर अब त्यो भोटर आइडी साइडीमा बनाइदिन्छु, पछि हाम्रो आश्रित बनाएर त्यो लड्दै हुनुहुन्छ त्योसँग। विथ फोर्स लड्दै हुनुहुन्छ कि विथ ट्याक्टिक्स लड्दै हुनुहुन्छ? अब यो दुइटै प्रयोग गर्नुपर्छ होला भन्दैछु होइन।